तपाईहरुलाई फूल कतिको मनपर्छ नि? फूलहरुसँग रमाउन अनि फूलहरु एकदमै धेरै मनपर्छ भने चाहिँ तपाईहरुको लागि यो एकदमै राम्रो ठाउँ हुनसक्छ। म चाहिँ फूलहरु भनेपछि एकदम धेरै मनपर्ने भएको भएर चाहिँ हरेक वर्ष चाहिँ यहाँ गइरहेको हुन्छु के। अनि हामी आजको यो 3 जना चाहिँ दोकी मिलेर कतै जाऊँ न त भनेर प्लान भइरहेको थियो। अनि त्यसपछि सबैजनालाई नेचर नि मनपर्ने फूल पनि मनपर्ने भएपछि ल त्यही जाऊँ न त भनेर हामी चाहिँ हिँड्यौँ के। अनि यो इयर चाहिँ हामीले हानामी गर्नु पाएको थिएन, त्यही भएर हानामी नभए पनि ठिक छ। अब साकुराको हानामी नभए नि अब बाराको हानामी गरौँ न त भनेर हामी पुरा पिकनिक जस्तो टाइपले अलिअलि खाइमुनु गरेर निस्क्यौँ। अनि त्यसपछि हामीलाई एकदमै भोक लागिरहेको थियो। हामी चाहिँ केही नहेरिकन सुरुमा जाने बित्तिकै चाहिँ गम खान थाल्यौँ के सबैजना भएर। फोटो-सोटो यता-त्यता खिच्ने पनि केही गरेन के। अनि मलाई सबभन्दा यहाँ यो इबाराकी फ्लावर पार्कमा मनपर्ने भनेको चाहिँ यहाँ बुराङको छ नि त पिङ। अनि कस्तो रमाइलो लाग्छ के। अनि त्यहीमाथि कस्तो मजाले रुखमा छ नि त अनि कस्तो नेपालको त्यो हुन्छ नि त नेपालको झल्को मिठाको जस्तो फिल हुन्छ के। हरेक वर्ष जहिले आएर बच्चा जस्तो खेलिरहेको हुन्छ के। अनि यो इबाराकी फ्लावर पार्कमा चाहिँ 900 थरीको चाहिँ फ्लावरहरू बाराहरू चाहिँ फुल्छ अरे के भनेर चाहिँ आएको थियो। अब त्यो 900 थरीको चाहिँ खै हामीलाई चाहिँ थाहा भएन। जे होस् कति धेरै नै फुलिरहेको थियो। अनि जति फोटो भिडियो खिचे पनि जति लिगे पनि अब यति राम्रो छ नि त। अनि भुइँमा झरेको पनि राम्रो, माथि भएको पनि राम्रो, सब राम्रो के। अनि यहाँ चाहिँ बाराको टनेलहरू पनि मजाले छ के। अनि काहीँ चाहिँ अलिक फुलिसकेको थिएन, माङकाई जोतै थिएन अनि कतै त कति फुलिसकेको थियो। अनि बारा सँगसँगै चाहिँ यहाँ चाहिँ लेभेन्डर फ्लावर पनि मजाले इन्जोय गर्न सकिन्छ के, मजाले फुलेको थियो। अनि गोल्डन विकको सुरुमै आउनु भयो भने चाहिँ यहाँ फुजीको हाना पनि इन्जोय गर्न मिल्छ के। कस्तो मजाले टनेलमा मजाले फुजीको हाना छ। तर हामी त्यो साइड चाहिँ गएनौँ किनभने हामी गोल्डन विकभन्दा पछि नै गएको थियो। अनि त्यही भएर त्यति बेला चाहिँ त्यो फुजीको हाना चाहिँ सकिसक्यो हुन्छ कि जहिले नि। अन्त के मेरो साथीले त मलाई प्रपोज हान्दिरहेको के। एकछिन सुन्नु है तपाईँहरू पनि। आई लभ यु ममता। आई लभ यु टु। विगत 8 वर्षदेखि मैले तिमीलाई भन्न नसकेको कुराहरू मनमा गुम्सिराखेको छु। आज म जसरी भए पनि भन्छु भनेर मैले तिमीलाई रोज गार्डनमा ल्याएर सुकेको भए पनि रोज दिएको छु, स्वीकार्नु होला। अनि त्यसपछि यो इन्ट्री गर्ने ठाउँमा चाहिँ यस्तो पसलहरू छ क्या। अनि त्यहाँ मजाले यो ह्यान्ड क्रिमहरूदेखि लिएर पर्फ्युमहरूदेखि लिएर कति यो बडी स्प्रेहरू कस्तो राम्रो राम्रो स्मेलको कति धेरै थियो के। अनि कस्तो खाक्कै लागेको मलाई त्यो चाहिँ मैले त्यही भएर भिडियो नै बनाएर हेरेँ। अनि यहाँबाट चाहिँ तपाईँहरूले बाराहरू पनि किनेर ल्याउन सक्नुहुन्छ।